मस्त बनाउनु अरे के किन भगवान न्यू ब्लग साथीहरू आजदेखि मैले डेली ब्लग सुरु गर्दैछु हैन त्यसपछि आजदेखि दिनदिनै भिडियो निरन्तर आउने छ हेर्दिनु होला सपोर्ट गर्दिनु होला र आज फेरि म भान्जा ल्याउन जाँदैछु स्कुलमा हैन दिदी हुनुहुन्न दिदी उता सुनोल कता जानु छ त्यही भएर भान्जा ल्याउन जाँदैछु आज भान्जालाई हरि प्र्याङ्क हानिन्छ दिदी त उहाँ कहाँ जानु मम्मी कहाँ जानु अब भनेर तिनी रुन्छन् कि रुन्नन् हेरौँ है ल अब निस्किँदैछु म त बल्ल हैन कतिमा उहाँ 10 मिनट छ कि अब छुट्टी हुनु न बाँकी यत्रो बेर सुतेर निराएर अखर यस्तो ढिला भयो फ्यान स्यान अफ गर्नु पर्यो के रे अब गइन्छ आज तिमीलाई हरियो प्र्याङ्क हानिन्छ तिमीलाई आज रुनी बनाउनु पर्छ है म त यहाँ स्कुटीमा जाँदैछु होइन तर अब यो राख्ने साधन छैन म अब सिधै स्कुल पुगेर हजुरहरूलाई आउँछु हजुरहरूसँग ल साथीहरू म भर्खरै होइन आइसकेँ स्कुलमा र यता यी बसहरू निस्किँदै खान बल्ल पहिला बस स्टुडेन्टहरू जान्छन् के त्यसपछि बल्ल के अरे हिँड्दै जाने स्टुडेन्टहरूलाई ल्याउन जान पाइन्छ यहाँ स्कुलमा यति कतिवटा बस निस्किन्छन् हेरौँ है यस्तै छ आज भान्जालाई हरियो प्र्याङ्क हानिन्छ के अस्ति नै यतिकै प्र्याङ्क हानिरहेको थिएँ रोएर कसो गरेको थिएँ आज पनि त्यस्तै गर्छन् कि कसो गर्छन् हेरौँ है यता बस निस्किँदै खान बल्ल 4वटा निस्किसक्यो सिधा 5वटा पहिला मैले पनि यहीँ पढेको हुँ क्या यहीँ पढेको 12सम्म 12को इक्जाम दिएर बसिसकेको अरे होइन मोड छ त्यसपछि भान्जाले पनि यहीँ पढ्न लागेको भयो 2 वर्ष भयो 1 क्लास र 2 क्लास यहाँ पढ्थ्यो होइन अनि यस्तै छ आज हेरौँ कसो गर्छन् दिनको रियाक्सन कस्तो हुन्छ दिदी अब साँझ आउनुहुन्छ होला गएर सिधै त्यसपछि अब तिमीलाई साँझसम्म भन्ने होइन दिदी आउनुहुन्छ भनेर तिमीलाई साँझसम्म अब ठुलो पारेर राख्ने आज तिमीलाई अनि रोयो भने जत्रै रोयो भने चाउचाउ किनेर पकाउनु पर्छ अब त्यहीँ त होइन त्यही गर्नुपर्छ अर्को यहाँ बसहरू फेरि यहाँ जत्रै खान् कि 10-12वटा खान् यहाँ निस्किनै टाइम लाग्छन् आज सुतेर धन्नै भान्जा स्कुलदेखि सुतेन्थ्यो सुतेछु मारी सुतेको त भुस पुरै धन्न 5 मिनट छिटो उठेर त्यहीँ पनि भ्लग बनाउनु त छोडिन्न अब दिनदिनै भ्लग आउँछ कार्ड सपोर्ट गर्नु होला साथीहरू डेली भ्लगिङ है ल ए भ्याइयो अब यहाँ गेट लाग्छन् पहिला त्यसपछि बल्ल अब यी बाहिर यति धेरै मान्छे छन् यहाँ नि त यति धेरै छन् पुरै यहाँ स्टुडेन्ट ल्याउन आएका यहाँनिर सबै अब भित्र छिर्न पाइन्छ एकछिनमा त्यसपछि भित्र छिरेर भान्जा तिमीले फेरि होमवर्क क्लासवर्क केही भ्याउँदैन कति ढिलो लेख्छन् भने नि मेरो पा सबै हो त्यो एक्स्ट्रा बस्नै पर्छ फेरि त्यो क्लासवर्क नभ्याएसम्म बाहिर जानु नपाइने रहेछ त्यो बस स्टुडेन्ट त जानै पऱ्यो अरू त्यो ल्याउन आउनेलाई त त्यो क्लासवर्क नभ्याएसम्म बाहिर आउनै दिँदैनन् त्यही भएर सधैँ गोर्नुपर्छ ल हेरौँ अब आज कस्तो हुन्छ अब स्कुलभित्र मोबाइल नाम दिन्छन् कि दिन्छन् थाहा छैन त्यहीँ पनि ट्राई गर्छु है ए यस्तो छ अगाडि जानु पऱ्यो ए हाम्रो फेरि यहाँ खोलिदिन्छन् कि एकछिन टाइम लाग्छ 5-10 मिनट जति त्यसपछि फाइनली ढोका खोलेको छ म अब भित्र छिरेँ होइन नमस्ते सर मैले भन्थेँ नि साथीहरू त्यो तिनीहरूले लेखेर भ्याउनन् भनेर ती लेख्दैछन् त्यहाँ यिनी चस्मावाला हुन् लेखेरै भ्याएनन् ती लेख्दैछन् हेर यहाँ पर्लो नलेखेर नभ्याएसम्म बाहिर जान पाइन्न यस्तो छ हेर्दै गर्दै गऱ्यो भिडियो बनाउनु पाइन्न भन्नु त कस्तो अरे त्यही पनि अलिअलि त बनाउनु पर्यो के अरे ज्ञान त अन्त रहन्छन् मटुल्डन कतिलाई रहन्छन् भ्या छैनन् आज नि कहिले भ्याउँछन् कति त ढिलो लेख्छन् नि मेरी बा
मजाले कुरेर बस्यो अब कतिखेर भ्याउँछ नि यो हो कि हाम्रो एभरेस्ट स्कुल हो मजाको स्कुल छ राम्रो स्कुल छ होइन यहाँको रुल्स एन्ड रेगुलेसन त कडा छ फेरि अरू नभए नि रुल्स एन्ड रेगुलेसन यहाँको जस्तोहरू कुनै स्कुलको पनि छैन जस्तो लाग्छ मलाई किनकि अरूमा त पढेको छैन थाहा छैन मलाई यही पढेको होइन भ्याए कि भ्याएन है भ्याए भ्याए ल गर ल हजुर हजुर ढिलो लेख्छन् एकदम ढिलो लेख्छन् ल गर छिटो गर ल पानी पर्ला अरे कता हामीलाई मामा भान्जालाई आज कता बर्बाद पार्ने आज किन भ्याइएन त्यत्रो यता छ यता धेरै थियो कति धेरै थियो त हो र त्यसो भए त क्यार्न सक्यो र तिमीभन्दा ठुलो यो ब्याग छ यो भए 20 किलोको त छ भए 20 किलोको हैन यो भारी भारी हो ठुलो हैन त्यसले त भारी ए हो आज मम्मी हुनुहुन्न के घरमा किन मम्मी त जानु कहाँ उहाँ उयामा कहाँ माउला जान्छु भन्नु नि त हो के तिमी र म बस्ने रे होइन हो अब यहाँ पानी पर्न मोटुल न आज मार्छ तिमीलाई ल अब हामी घर गएर भेट्छौँ है ल हुन्छ घर गएर भेटौँ ल भन त हुन्छ घर गएर भेटौँ ल तेरो नयाँ मोबाइल हो मेरो नयाँ मोबाइल हो नि थाहा कि नै थाहा टिचर पनि टिचर पाइनले आज कुर्छ के अरे मैले आफूले बेर गर्ने मैले पनि बेर गर्छु क्यारम त अब ल मम्मी हुनुहुन्न के हत्ता त्यहीँ त्यहीँ त मम्मी नभएछ ल हामी अब फाइनली ब्याग यस्तो नगर न ल मैले लैदिन्छु ल हिँड ल मम्मी भाइ हुनुहुन्न भन्दा पत्ताउन्न खुब आज खुब हिरो बन्दै आऊ के अरे अब थाहा हुन्छ हुनुहुन्न के जानु मैले त्यत्तिकै भने उहाँ के अरे उयामा कहाँ जान्छु भन्नु नि त त्यही भएर मस्त बनाउनु अरे के किन होइन त उहाँ जानु हो के उहाँ सुनौल जानु हो के सुनौल होइन सुनौली यता रुन्छ पिन्छ यसो आलु हेर त खुसी भगवान मम्मी गएपछि त पुरै पहाडै गएपछि हुन्छ त्यही मजा रुन्छ खुब सुनौल जानु आउनुहुन्न 5-6 दिन फेरि सुनौल गएर 5-6 दिन आउनुहुन्न अरे के भन्नु गएको उहाँ उसको अङ्कलको कसको बिहा छ भन्नुहुन्छ नि कहिले बिहा छ भन्नुहुन्थ्यो त्यहीमा अब उतै बिहा स्या गर्ने उतै बिहा गराइदिने त्यसपछि आउने अरे के ए होइन क्या होइन यत्तिकै रुन्चे खुब होइन मेरो मोबाइल छोडेर जानुहुन्न भन्नुपर्छ के अरे होइन अरे कि होइन क्या यत्तिकै हानेको कि आउनुहुन्छ अहिले साँझ आउनुहुन्छ कपडा किन्न जानु छ के बिहाको लागि सामान किन्न जानु हो त्यसपछि उहाँ अरूसित उहाँसँग अरे उहाँको फुपू अरे उहाँ हुनुहुन्छ दिदी उसँग जानु हो उहाँसँग मैले गेट लाउँछु यस्ता रुन्छ खुब साँझसम्म यसो प्र्याङ्क हानौँला भनेको त के को हौ सी रुवाएर रुन्छ खै रोइदियो एकचोटि खै त चाँडी भित्र जानु परेन होला जम्मा यस्तो रोएपछि पनि हुन्छ खै ल चाबी खोलिदिउँ अब ल ओहो नि ल लाइट गरौँ फ्यान अन गरौँ खुब मम्मी जानु भनेर पुरै
के भएको थियो हेर न हाँस्यो उत्तिखेर रुने उत्तिखेर हाँस्ने रुन्छ पिन्छ ल ड्रेस खोला त्यसपछि खाजा खाना पऱ्यो फेरि मम्मी नआएपछि त मैले त फेरि कस्तो मिठो मिठो खाजा खुवाउँछु नि तिमीलाई के खाने हो जे खान मन लाग्छ त्यहीँ ल के खाने होला धन्नै रोएर त मार्थे केही भनेको मैले केही भने अहिले साँझ भिडियो हालौँला नि यसरी युट्युबमा हेरौँला नि त्यसपछि आफ्नो भिडियो हो कि नि रोटी आज रोटी भयो क्या म भयो बेला नि रोटी खान्छ र मम्मी भयो बेला बोकेर रोटी खान्छ मलाई रोटी बनाउनु आउनु तिमी आउँछ रोटीलाई बेल्ने पकाउने यसो होला यता आएर त पहिला रोटी यहाँ बेल्ने यसमा सर बेल्ने केमा हो त बेल्नीमा हो ए ल ल ल भयो बेल्नामा हो ए ल ल रोटी खान्छौ कि मोमो चाउमिन खान्छौ ल भन के खान्छौ हिजो चाउमिन खाएको ल आज मोमो खाउँदैछ ल अब खुसी भइयो भन्न मम्मीले केही भन्नु होइन ए राखेस् जे खान मन लाग्छ खाना देस् भन्नुहुन्थ्यो त्यसपछि मैले फेरि यसो प्र्याङ्क गर्छु तिमीलाई भनेको गरे यता रुन्चे पिन्चे के रे कपडा होइन कि के सामान किन्न भन्नु जानु अहिले आउनुहुन्छ उहाँ उसँग कोसँग हेल्न दिदीसँग हो र ए ल ठिक छ ल अब गुङ्गे भएको यो भिडियो देखाइदिउँ होइन युट्युबमा हाल्ने कर सबैले हेर्छन् पुरै त्यसपछि फेरि त्यस्तै चाहिँ केला नि फेरि ल मैले कपडा लाउनेसम्म बनाउनु भिडियो त्यसपछि ट्याक्क मोमो खान जाम्ला हुन्छ नजानी कि ल्याएर खाने ए होइन यहीँ खाने कि लिएर खाने ल भन ए यहीँ खाने कि लिएर खाने हो कि लिएर यहाँ आएर खाने कि उहीँ होटेलमा गएर खाने भन होटेलमा गएर खाने ल हुन्छ ल आज तिमीलाई फेरि त्यसपछि अलिअलि लेख्न पर्यो होमवर्क पुग्छु न आज ए हो यस्तै गर्छन् के अरे यी म त भिडियोमा देखाइदिएछु यी हो यी यहाँ आएर यहाँ यी नि गयो नुङ्न गयो नुङ्न ल अब उठाइदिन पर्यो के अरे यसरी फाल्दै बरै ल ल छिटो छिटो गर है ल यिनलाई त राखिदिउँ ल अब हामी एकछिनमा मामा भन्छ भएर मामा खाना गइन्छ आज ल ल ल छिटो गर है छिटो ओइ कपडा भेटेनन् कहिले लाग्यो एउटा यत्तिकै गयो नि हुन्छ क्या नलाइकिन हुन्छ हुन्थेन र होटेलमा कि तिमीलाई उतै बेचिदिने हो र आज ए त्यस्तो नभन्ने ल लाउन जान्ने हो कि नै त फेरि ए जान्ने हो ल लाउँछ खै बुङ्गे ए मेरो बा मम्मीले पठाइदिनुहोस् पठाइदिने ल पानी खानु पर्यो एक गिलास पानी खाऊ त्यसपछि यो फिल्टरदेखि निकालेर खाऊ के शरबत पानी है शरबत पानी त भछड्जी शरबत पानी नबनाऊँ
लस्सी लस्सी अनि मोमो खान जाने कि हामी कहाँ यस्तो अरू बाहिरी कुरा त ध्यान जानु हुँदैन मोमो मान्छेले सट्ठी मोमो खान जाने ट्याक्टु आउने ल है यहाँ बसेर खाऊ लाऊ के रे के जङ्क फुड हो बिस्तारै खाऊ त बिस्तारै एकैचोटिमा सट्ठै हो फेरि पानी मटुले मैले भन्दा धेरै खान्छ तिमीले हो कि होइन मैले झुट बोलेको आज मैले जति खान्छौ किन हो कि तिमीलाई किन त मक्ख परेको फेरि मेरो ल ओ सरजी हामी यहाँ ड्याडिज फुड ट्रक भन्नेमा आइयो होइन यहाँ आएर हामीले अब मोमो खाइन्छ यसले देखेको चाहिँ थिएन यसले देखेको चाहिँ थिएन यो डेडीलाई यो कहाँ भने यहाँ बस्नु ल यो बुवाले के त्यो नयाँ मोबाइलले मेरो मोबाइलले कहाँ देख्ने त देखेको थिएन खरे लाइभ मोमो खाने हो भनेपछि कति 2 प्लेट खाने कि 3 प्लेट एक प्लेट ए अन्ली 1 प्लेट हो ल ठिक छ यो हाम्रो यो जोइकुटीको ठ्याक्कै शान्ति चोकमा यो ड्याडिज फुड ट्रक छ यहाँ चाहिँ एकदम मिठो चाहिँ हुन्छ है खानाहरू एकदम मिठो हुन्छ खाना नास्ता खाना उठ्नु छ भने यहाँ आउँदा हुन्छ मिठो मिठो हुन्छ हो कि नै मोटुलन यहाँको खाना मिठो हुन्छ कि नि भन त हुन्छ नि अनि सबै यहाँ हुन्छ होइन मैले त यस्तो मलाई मिठो लाग्यो भनेर भनिदिएको त्यसपछि अब अरू जसले हेर्नुहुन्छ नि त्यसपछि उहाँले ल त ट्राई गरौँ न त के छ कस्तो रहेछ भनेर आउन नि सक्नुहुन्छ हो कि नै त्यस्तो हो क्या है ए यो अङ्कल फेरि हिँड्नु त ब्याग बोकेको अङ्कल यहाँ पहिला त ब्याग बोकेको अङ्कल अर्को हुनुहुन्छ त्यहाँ त्यो पैसा सैसा सर्भ यताउति गर्ने आज अर्को हुनुहुन्न रहेछ त्यहीँ भएर अङ्कल फेरि नो भने हेर्नुभएको अर्को अङ्कल छुट्टीमा हुनुहुन्छ होला के मोटुलन छुट्टीमा होइन त्यो अङ्कल गाउँ घर जानुको ए गाउँको घर जानु हो आफ्नो घर र आफ्नो मामा घर जानु अनि घर जानु मामा घर नि जानु घर नि जानु कोही घर जानु कोही आउनुहुन्छ त फेरि भोलि पर्सि भोलि ठिक छ ल अब हामी सिधै अब गफ गरिएकै छ के अरे अन्त मामा मान्छेले हो कि नै के हो आइसक्रिम भन्दामा आइसक्रिम के भन्दैछन् मैले फेरि के खान्छु तिमीले मोमो खाने मैले के खान्छु ए सुनेदियो मैले चिकन समोसा मैले खान्छु कस्तो हुँदैछ यहाँको भनेर टेस्ट गर्न पर्यो तिमीले स्कुलतिर त कति नमिठो समोसा हो स्कुलको म त खानु सकेनौ जत्रै बोखाएर हो कि दिनु खान्छु नि त त्यो अनि त्यो भयो दिनदिनै खाएर त्यस्तो भएर मिठो नभएको दिनदिनै खाएर मिठो नभएको ए कहिले काहीँ खानु पर्छ क्या त्यही भयो दिनदिनै किन खाने हो र समोसा अलिक हेल्दी हो समोसा होइन हेल्दी त के को हेल्दी त हुँदैन होइन कि आलु सब्जी हालेको कि ए आलु सब्जी हालेको हो अब कहिले काहीँ खाँदा केही हुन्न बुझ्यौ नि रोटी कहिले काहीँ त खानु पर्छ कि केले यहाँ पढ त चिकन ऱ्याप अरे के चिकन ऱ्याप भन्ने त्यो खाने हो खाऊ कि नै त तिमीले रोटी हो रोटीमा भित्र उयो हालेको के मासु चिकन बुझ्यौ नि ऊ आयो त के अरे मोटल हेर त ल हाम्रो खाना आयो ल
सरर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 र
हैन ल यो मलाई समोसा मलाई मोमो तिमीलाई हो ल ल अब खाना ल ह्याप छान्नुहोस् यो चाहिन्न ल यो मलाई यहाँ राखिदिऊ त्यसपछि ल ल सुरु गरिदिऊ यो ए तेरी ल भाउ भाउ कि भएन ल ल ल खाऊ खाऊ ल कस्तो छ ल अब गर्दैन है हावा लाग्यो क्या त्यहीँ भएर हो कि नै ल अब ल मैले यो खान्छु तिमीले त खाऊ समोसा नि खान्छौ र यति टेस्ट गर न हुन्न र हुन्न तातो छ के एकदम ल तातो तातो के भित्र हेर्नु त चिकन यिनीहरू मासु लबर पनि हरियो मासु लबर उहाँ मासु भएन भनेर कर्स त गर्छन् मेरी बा हो कि होइन मासु कहिले खाएको होला भन त हिजो खाएको होइन कि मासु हिजो खाइयो होइन के मासु हिजो खाइयो किन हिजो त तरकारी होला बेर खाएको ए अस्ति अस्ति त बिहान बेलुकी जाऊ मलाई त मैले नि खाएको म त खाएको ठिक छ हिजो खाऊ खाऊ चटनी डोकेर खाउने केटी म खान्न के मन पर्दैन पर्दैन तर खानु चटनी त्यो मिठो साथीहरू यो चिकन समोसा होइन भित्रदेखि मजाले किमाहरू भरेको मस्तै हो चिकनहरू होइन जे होस् 60 रुपियाँ रहेछ यसलाई होइन खान लायक छ खाऊ खाऊ हो अब त तातो सातो हरा होला ल ए म ठुल्दो के भयो यहाँ गुडै गर्छ अहिले त के हो अहिले त यो पनि उडाइन्छ यार यसमा चाहिँ राखेको छ म ठुल्दो ल ठिक छ उडाउनु दिवा क्या नि त उडाएर दामी छ दामी साथीहरू दामी छ पुरा खस्यो यार यति खान्छौ र मासु निकालेर खाऊ खाइहाल्यो मैले खान्छु मासु लबर आउँदै होइन हो र लौ लौ के मिठो होइन कहिले मिठो चिकन रहेछ को चिकन हो लौ ल ल ल कब खान्छु मिठो हो कि नि तातो खाऊ तातो होस् त जे होस् हुन्न ल ल ठिक छ खाऊ खाऊ मजाले खाऊ मेरो पानी बन्द रातो भाइ छ जाने बेला हामीलाई फेरि कुट्ला है पानीले कालो बादल भयो त के कालो बादल भयो खाऊ 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 घर फेरि भिडियो गर्दै जानु अब त भिडियो गर्ने किन किन मम्मी हुनुहुन्न अब ज्ञान भलक राख्नु परेन के अरे भलक राख्नु परेन के भलक के भलक के भलक यस्तो हिँडेको खाएको डुलेको पर्यो कि नि भिडियो ए पर्यो नाक अगाडि जान्छ साथीहरू
बाहुन भएपछि यस्तो गाह्रो छ कति तेल रहेछ यहाँको दुकान खाऊ खाऊ ल ल खाऊ खाऊ छिटो खाऊ भ्याउ केटा आज खान मन लागेन र आज यिनलाई हरि प्र्याङ्क गर्ने भनेको यिनी मतलब रोएर यिनलाई बर्बाद पारे कि उतिखेर रुनीमा घरभित्र बस्न पाएन रुनु लाग्छ अब त्यहाँनिर कुनै के सामानहरूमा बिहा कसको बिहा छ अरे के तिम्रो पनि बिहा गऱ्यो कि तिम्रो पनि बिहा गरौँ के मेरो किन बिहा गरिदिउँ कि भन्न तिम्रो किन तिम्रो गर्लफ्रेन्ड छ कि नै सुटुक्क के मेरो काना भन न छैन किन होला होला मैले कसैलाई पनि भन्दिनँ कि ल सुटुक्क एक काना भन्छ यही छ छैन होइन मैले पहिला भनिदिनुलाई कि ल को भन त भन न सुटुक्क के काना ल मैले कसैलाई भन्दिनँ भन त भन्न नि देउला खाएको किन हो होइन केही हुन्न के कसैलाई भन्दिनँ कि मैले ल भन त ल पहिला तेरो छ कि नै भन् मेरो त छ कि भन् पहिला मेरो छ तिम्रो छ कि नै भन त ल मेरो त छैन होला फेरि भर्खर फेरि छ भने थियो भयो तिमीले झुट बोल्यो हुँदै हुन्न यस्तो झेल्ली गर्नु पाइन्न छैन मैले स्कुलमा केटा अझै साथी बनाएन के केटी साथी बनाएनौ किन केटा साथी बनाएन छैन साथी छैन साथी हो हजुर मोटर हात दिने ठाउँ हात दिन्छौ यता खरे आऊ त यहाँ रहेछ यहाँ छ है ल हात दौ त्यसपछि मजाले ओके ल अहिले गर्लफ्रेन्ड सकिने भनेर त 6 भन्छन् अगाडि तिमीलाई पख मर्छन् त तिमीलाई अहिले मम्मीलाई नभनिदिएर ल जा मुख फेरि दो होइन मुख नि दौ गरे यति ढौके केही हुन्न अलिअलि दही हुन्छ ल भयो ल जाऊँ ओ सरजी के हो मोबाइल हेरिरहेको न के हो हेरौँ त मेरा बा ल ठिक छ ल भाउ अब त मोबाइल राख अब हामी होमवर्क गर्छौँ हुन्न र ए होमवर्क गरौँ क मान्दैनन् पिटिक्कै मान्दैनन् होमवर्क गर्न भनेपछि त मरि जाला ज्यान जाला त्यस्तो ओ सर ओइ जाऊँ होमवर्क गरौँ त्यसपछि मजाले मामा मान्छे डुल्न जाऊँ ल हुन्न र ल भाउजू ल्याउ ल अहिले मजाले अहिले हेरौँला के मान्दैन पिटिक्कै मान्दैन कसो त्यहाँ गर्छन् अहिले देखाइदिन्छु मैले ल पिटिक्कै मान्दैनन् मेरी बा होमवर्क गराउनु जस्तो यिनलाई काल त अरू केही हुन्न एउटा है ब्याग कहाँ राख्यो है ब्याग बाहिर छोडिदियो कि हामीले है खोइ ब्याग त लौ जा खोइ ब्याग खोइ ओ उहीँ छ ब्याग त उहाँ ब्याग ल्याएर त यहाँ राखेर त यहीँ खोइ भिडियो बनाउनको स्वरमा त अन्त मात्र ल के आऊ ल आऊ बिल्कुल आऊ सट्ट ल डायरी निकाल ल डायरी निकालेर हेर
के होमवर्क छ नि त्यसो गर्न थालिसकेँ है अब ल के छ अरू खबर म के गरेँ हन हेरमै पढ्न लेख्न लगाइदिएको मैले होइन के गरेँ हन हेरमै खुसुक्क हेरमै क्या रे तो के भाउ खै पेंगुइन्स आर ब्ल्याक एन्ड व्हाइट ठीक छ एस्ट्रोनट स्टडी सन मुन स्टार यिनै त हुन्छ नि ल यिनै हुन्छ सन एन्ड मुन ल त्यही लेख्दैन हुन्छ सन मुन इटिसी गरिदेऊ न अप्सन छैन त्यही फिल इन द ब्ल्याङ्क्समा एस्ट्रोनट स्टडी सन एन्ड मुन ठिक छ सन एन्ड मुन लेखिदियो के हुन्छ ल ल होटल डन ल आजको हाम्रो यो भ्लग यहीँ समाप्त हुन्छ हामी अब होमवर्क समवर्क गरेर हामी यहाँ घुम्न गइन्छ घुम्न गएको चाहिँ आज भिडियो हुन्न किनकि एकदम लामो भिडियो हुने भयो होइन ल सबैलाई बाई भनिदिउँ बाई ल के भन्ने लास्टमा होइनको सब्सक्राइब गरिदिनु भन्दा सब्सक्राइब गरिदिनु लाइक गरिदिनु कमेन्ट गरिदिनु अनि त्यति भए पुग्छ ल त्यति भए पुग्छ त्यति गरिदिनु पर्यो ल बाई साथीहरू